हाइट अलि अग्लो भएको त राम्रै देखिन्छ नि। हाम्रा कलाकारहरू अथवा विदेशमा हेर्ने हो भने पनि कति अग्ला अग्ला भएका देखिन्छन्। तर के सबैको उचाइ त्यति नै हुन्छ त? अथवा केही खानपिन खाएर अथवा के हर्मोनले गर्दा उतार चढाव गर्दा उनी हाइटलाई के हर्मोन पो प्रयोग गरेर मेरो हाइट पो बढाउन मिल्छ कि? अनि कतिजना यो यङ जो 15 देखि 20 वर्षकाहरू हुनुहुन्छ उहाँहरूलाई कति यो कन्सर्न पनि हुन चाहिँ सक्छ। नमस्कार, म डाक्टर कल्याण सापकोटा, इन्डोक्राइनोलोजिस्ट। स्टेचर अथवा हाम्रो उचाइ यो चाहिँ धेरै कुराहरूले असर गरिरहेको हुनसक्छ। एउटा चाहिँ मुख्यतया जेनेटिक्स, तपाईँको बुबा तथा आमाको उचाइ कति छ त्यो चिजले तपाईँको उचाइ कति हुन्छ भन्ने निर्धारण गर्ने हुन्छ। धेरै जस्तो हामी आफ्नो प्यारेन्ट्सभन्दा धेरै अग्ला हुँदैनौँ, 1-2 जना मानिस बाहेक। तर अरू कुनै रोगहरूले गर्दा पनि उचाइमा परिवर्तन ल्याउन चाहिँ सक्छ। जस्तै अनियन्त्रित भएको थाइरोइडको रोगले गर्दा हुनसक्छ, अथवा चाहिँ ग्रोथ हर्मोनको डेफिसियन्सीले गर्दा हुनसक्छ। यस्तै अरू हर्मोनहरू इन्डोक्राइन समस्याहरूले गर्दा, यो एड्रेनल ग्ल्यान्डले गर्दा निकाल्ने, पिट्युटरी ग्रन्थीले गर्ने निकाल्ने हर्मोनहरूले गर्दा हुनसक्छ। अथवा तपाईँमा न्युट्रिसनको कमीहरूले गर्दा, भाइटामिन डीहरूको अथवा क्याल्सियमको कमीहरूले गर्दा पनि केही हदसम्म उचाइ राम्ररी नआएको हुनसक्छ। तर त्यो भन्दैमा सबैले भाइटामिन डी खाँदैमा अथवा क्याल्सियम खाँदैमा चाहिँ नर्मल भइहाल्ने अथवा म एकदमै धेरै अग्लो भइहाल्छु भन्ने नहुन पनि सक्छ। यसको लागि तपाईँको प्यारेन्ट्सको अनुसारले तपाईँको उचाइ कति छ अथवा आफ्नो बच्चाको उचाइ कतिसम्म हुनसक्छ भनेर प्रेडिक्ट गर्न सक्छौँ हामी। र त्यो अनुसारले 3 महिना 6 महिना हेरेर तपाईँको उचाइ चाहिँ समयअनुसारले बढ्नुपर्ने बढेको छ कि छैन यो हेरेर केही रगतहरू जाँच गरेर केही हर्मोनल जाँचहरू गरेर केही रोग छ भने त्यसलाई यदि हामीले समयमै पत्ता लगाउन सक्यौँ भने तपाईँको आफ्नो टार्गेट हाइट भन्छौँ हामीले, मिड प्यारेन्टल हाइट भन्छौँ, त्यो हाइटसम्म पुर्याउन सक्ने उपचार विधिहरू पनि छ। अथवा चाहिँ पुड्कोपन हुनबाट रोकथाम गर्ने यदि कुनै रोगले गर्दा हो भने त्यसलाई पनि उपचार विधिहरू चाहिँ हुन्छ।